के तपाईले संसारको सबैभन्दा सजिलो मोटर कहिले देख्नु भएको छ? आउनुहोस् आज हामी बुझ्ने छौं यो सानो तर अद्भुत नियोडिमियम होमोपोलर मोटर कसरी काम गर्छ। यसमा प्रयोग हुने सामानहरू एकदमै सामान्य छन्। एक शक्तिशाली नियोडिमियम म्याग्नेट, एउटा डबल ए ब्याट्री र तामा कपरको कोइल, न स्विच न गियर, केवल विद्युत र चुम्बकीय शक्ति। जब तामाको तार ब्याट्री र चुम्बकसँग जडान गरिन्छ, विद्युत प्रभाव सुरु हुन्छ। त्यो प्रभावले एउटा चुम्बकीय क्षेत्र बनाउँछ जुन चुम्बकको स्थायी क्षेत्रसँग प्रतिक्रिया गर्छ र यही प्रतिक्रिया तारलाई घुमाउँछ। यसलाई हामी लोरेन्ज फोर्स भन्छौं। होमोपोलर भन्नुको कारण के हो भने यसमा चुम्बकीय क्षेत्र एकै दिशामा रहन्छ। सामान्य मोटरहरूमा जस्तो बारम्बार दिशा फेरिदैन। कस्तो रोचक विज्ञान हैन र? कहिलेकाहीँ वैज्ञानिकहरू चमत्कारका लागि ठूलो मेसिन चाहिँदैन। अझ यस्ता रमाइला प्रयोगहरूको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्नु नबिर्सनुहोला। धन्यवाद।